हेलो अनि नमस्ते, मेरो नाम मिनु सुवेदी, म नेपालबाट र फिलहाल नेदरल्यान्डमा बस्दैछु। अनि म आज एकदम धेरै एक्साइटेड छु किनभने चाहिँ आज 22 जुन सन्डे अनि आज चाहिँ नेदरल्यान्डको आम्स्टरडममा चाहिँ नेपाली वेलकम नमस्ते एन्ड प्रोग्राम हुँदैछ र म त्यहाँ गइरहेको छु अनि मेरोसँग मेरा साथीहरू पनि छन्। र आज चाहिँ प्रोग्राममा म धेरैभन्दा धेरै नेपाली मान्छेहरूलाई भेट्छु। सो आई एम सो एक्साइटेड फर दिस प्रोग्राम। अनि यो चाहिँ मेरो तपाईँलाई थाहा छ मेकअपको ब्लग भिडियो च्यानल हो। सो यो चाहिँ बिफोर मेरो मेकअपको। अब चाहिँ म मेकअप पछि भेट्छु, तर आज म एकदम सिम्पल मेकअप गर्छु अनि कुर्ता लाउँदैछु। यो चाहिँ मेरो आफ्टर मेकअपको लुक्स हो र म स्टेसन पुगिसकेँ है त। म चाहिँ ट्रेन चढिसकेँ। अब म आम्स्टरडम जानको लागि रेडी छु। अनि म चाहिँ नेपालबाट आउनुभएका विभिन्न कामको सिलसिलामा स्टुडेन्ट भएर आउनुभएका नेपाली दाजुभाइ दिदीबहिनीहरूले हाम्रो कल्चरहरू कसरी सेभिङ गरिरहेका छन् यहाँ भनेर चाहिँ हेर्नको लागि एकदमै धेरै एक्साइटेड छु। यो चाहिँ मेरो साथी मन्जु है त। हामी चाहिँ आम्स्टरडम पुग्यौँ अनि प्रोग्राम चाहिँ उता पारिपट्टि रहेछ, त्यही भएर हामी चाहिँ जहाज चढेर पारि जाँदैछौँ। म चाहिँ प्रोग्राममा पुगिसकेँ। प्रोग्राम चाहिँ पहिले नै सुरु भइसकेको थियो, र्यालीहरू सकिसकेको थियो। म चाहिँ ढिला भएको थिएँ किनभने मेरो घर चाहिँ आम्स्टरडमबाट टाढा छ। अनि ऊ मेरो अर्को साथी समीक्षा अनि एलिजा। अब चाहिँ हामी यहाँ रमाइलो गर्छौँ। आजको प्रोग्रामको एउटा स्पेसल मोमेन्ट थियो। उहाँहरू चाहिँ बेल्जियमदेखि चाहिँ हाम्रो नेपाली लोकबाजाहरू लिएर आउनुभएको थियो र हामी एकदम धेरै नाच्यौँ यसमा। जन्मभूमि छोडेर 9 डाँडा पारी कर्मभूमिमा आफ्नो लोक बाजा सांस्कृतिक वेशभूषामा रम्न पाउँदा मन एकदम खुसी हुँदो रहेछ। यहाँ आउनुभएका दिदीबहिनी दाजुभाइ आमा बुवाहरू कति खुसी हुनुभएको छ। यहाँ नाच सङ्गीत मात्र नभई नेपाली खाजाहरू, नेपाली झल्काउने विभिन्न सामानहरूका स्टलहरू पनि राखेको छ। र मेरो घर चाहिँ एम्स्टरडमबाट 3 घन्टा टाढा छ, त्यही भएर म चाहिँ अब निस्किएँ। तर मैले चाहिँ तिनीहरूको भिडियो बनाउन पाइनँ किनभने यतिखेर रातिको 6 बजिसकेको छ। वेलकम नमस्ते फेस्टिभल चाहिँ एकदमै धेरै रमाइलो भयो। जसले यो प्रोग्राम अर्गनाइज गरिदिनु भयो उहाँलाई धेरै धेरै धन्यवाद। यतिखेर रातिको 10 बजे अनि म भर्खर घर आइपुग्दैछु होइन, किनभने चाहिँ मैले चाहिँ 2टा ट्रेन मिस गरेँ। 2 ठाउँमा, एकदमै ट्रान्जिट थियो त्यहाँ मिस गरेँ अनि एउटा चाहिँ चढ्नको लागि नि 2-3 मिनटले गर्दा ढिला भयो। अनि
त्यही भएर त्यो रातिको 10 बजे हेर्नु, म 6 बजे हिँड्दा नि रातिको 10 बजे आइपुगेँ। अनि मैले यो राति चाहिँ भिडियो बनाउने कारण चाहिँ किनभने मैले चाहिँ त्यहाँ एकदम धेरै स्पेसल मोमेन्टहरू चाहिँ लाइक र्याली अनि अरू फुडको त्यो उयोहरू स्टलहरू अनि सामानहरूको स्टलहरू चाहिँ भिडियोमा इन्क्लुड गर्न सकिनँ, किनभने म चाहिँ जान नि ढिला पुगेको थिएँ अनि निस्किन पनि छिटो निस्किन पर्ने भएको थियो। त्यही भएर सो त्यसको लागि सरी। हजुरलाई नेदरल्यान्डमा नेपालीहरूले कसरी कल्चरहरू फलो गरिरहेको छन्, कसरी सेभिङ गरिरहेको छन् भनेर देखाउन सानो प्रयास गरेको छु। सो मेरो भिडियोलाई लाइक गरिदिनु होला। थ्याङ्क यू, बाई।